एभ्रिवान म चाहिँ आज चाहिँ अनलाइन जब पोर्टल जुन चाहिँ इलिभेट जब सिकर जो उफर सोल्युसन छ होइन जसमा चाहिँ जब्सहरू चाहिँ कसरी डिप्लोय गरिन्छ जब्सहरू कसरी गरिन्छ यताउति गरेर यसमा म देखाउने छु होइन सुरुमा ल्यान्डिङ पेज चाहिँ यो भयो होइन जसमा इलिभेट सोल्युसन्स भयो जब्स कम्पनीजहरू भयो यहाँ छँदैछ होइन अनि यो चाहिँ इम्पावर यसरी आयो होइन यसमा चाहिँ यहीँ आफ्नो करियर्सहरू चाहिँ हेरी एप्लाई गर्न सक्यो होइन एप्लाई र सेभ इट गर्न सक्यो एप्लाई र सेभ इट गर्नलाई चाहिँ हेरी सेभ इट गर्नलाई चाहिँ पहिला लगइन गरौँ लगइन गर्नुभन्दा पनि पहिला चाहिँ एउटा एकाउन्ट बनाऊ है एकाउन्ट बनाऊ ल एनआइएसएचएन निशान 01 निशान युजर नेम निशान अनि दहाल निशान दहाल अनि एनआइएसएचएन निशान 01 निशान 01 @gmail.com निशान 01 एन्ड यसरी मैले रेजिस्टर गरेँ होइन यसरी हुँदै रेजिस्ट्रेसन वाज सक्सेसफुल अब लगइन नाउ भनेर आएपछि चाहिँ यसमा चाहिँ निशान 01 पासवर्ड पनि निशान 01 भनेर राखेको हुनाले चाहिँ यसरी लगइन गरेँ यसरी लगइन गरेपछि चाहिँ मेरो एसक्युएल सर्भर यता पनि हेरौँ यसरी चाहिँ यहाँ होम पेजमै विभिन्न जब्सहरू चाहिँ आयो होइन यसरी जब्सहरू आयो ल सपोज होइन मैले चाहिँ सिनियर असिस्टेन्टको लागि एप्लाई गरेँ होइन सिनियर यसरी चाहिँ मैले यहाँ सिनियर असिस्टेन्टको लागि एप्लाई गर्दाखेरि चाहिँ मैले के अरे निशान एसएचएन निशान दाहाल एएसएल दाहाल अनि एनआइएसएचएन निशान 01 अनि यहाँ चाहिँ रेज्युमेको लिङ्क होइन जसले गर्दा चाहिँ हाम्रो डाटा स्टोरेजमा चाहिँ बढी आवश्यक आउँदैन भनेर मैले एउटा यसमा एउटा मैले रेज्युमे हालेँ होइन सेयर कपी लिङ्क रेज्युमेको लिङ्क जस्ट मैले यहाँ पेस्ट गर्दैछु हेर्दैछु एप्लिकेसन सबमिटेड भनेर यसरी कन्फर्मेसन मेसेज आयो होइन यसरी मेसेज आइसकेपछि चाहिँ हामीले यसरी एप्लाई गर्न सकिन्छ एप्लाई गरेपछि चाहिँ मेरो प्रोफाइल मैले हेर्न सकेँ होइन हेरेर सकेँ एउटा कुनै अनि यसमा चाहिँ मैले बिना लामा भनेर मैले गरेँ होइन एउटा केही प्रब्लम आयो अनि निशान यहाँ चाहिँ बिना लामाले चाहिँ के गर्न सक्यो त बिना लामाले चाहिँ होइन मेरो त मैले यहाँ पछि छु होइन बिना एएनजी तामाङ भनेर होइन बिना तामाङ भनेर चाहिँ मैले यहाँ यसरी हेर्छु सेभ गरेपछि यहाँ बिना तामाङ भनेर आयो होइन यसरी मैले अरू पनि इम्प्लोयर सब एडिट गर्न सकेँ होइन यहाँ कम्पनीजहरू कुन कम्पनीजहरू यो एलिभेट ओपर सोल्युसन्समा चाहिँ कुन कम्पनीजहरू छन् होइन यसमा त्यहाँ तपाईँको उसहरू के अरे यसमा तपाईँ सबै जब्सहरू चाहिँ यसले प्रोभाइड गर्दैछ भनेर यहाँ छ होइन यसरी लिस्टहरू धेरै छ होइन यसरी यहाँ कुनै एउटा इन्क्वायरी गरौँ गर्नु पऱ्यो होइन नेम बिआइएनए बिना तामाङ भनेर भनेपछि बिना तामाङ इमेल यसमा जस्ट ऱ्यान्डम हालिदिनु मिल्यो अनि एपबग भनेर मैले लेखेँ अनि यसमा चाहिँ एपिपी एप इज नट WORKING वर्किङ वेल नाउ भनेर मैले यसरी सबमिट गरेँ होइन यसरी सबमिट भएको मेसेज पनि यसरी आयो अनि त्यसै गरी मैले यता चाहिँ होममा गइसकेपछि चाहिँ मैले कुनै एउटा जबलाई मैले रिभ्यू पनि गर्न सक्छु होइन सपोज अघि कि मैले जबलाई होइन यसरी रिभ्यू गरेपछि मैले कति रेटिङ दिने यो कस्तो छ त भनेर चाहिँ इट इज रेटिङ गुड भनेर मैले यसरी रिभ्यू यसरी मैले सबमिट गर्न पाएँ होइन यसरी रिभ्यू मैले यसरी सबमिट गर्न पाएपछि चाहिँ हो रिभ्यू सबमिटेड भनेर यसरी देखायो होइन अनि यसरी चाहिँ इनबक्समा चाहिँ गएर चाहिँ बिना तामाङ मैले चाहिँ बिना तामाङ यो इमेलबाट मैले चाहिँ यस्तो छ भनेर मैले यसरी
यसरी मैले मेसेज पठाएको छु भनेर चाहिँ एडमिनलाई जान्छ होइन। यसको रिप्लाई चाहिँ अनि एडमिनले रिप्लाई गरेपछि यहाँ आउँछ होइन। अनि यहाँनिर एडमिनसित च्याट गरेर मिल्छ होइन यसरी। अनि एप्लिकेसन स्टाटस अब मैले भर्खर निशान्त हाल भनेर बनाएको। अनि यसलाई चाहिँ अब जान्छ जाँदैन भनेर हेर्ने होइन। यसमा पेन्डिङ भनेर आएको छ। आफ्नो रेज्युमको लिङ्क यहाँ छ होइन। मैले कुन रेज्युमे हालेँ भनेर यहाँनिर यसरी हेरेर मिल्यो होइन। एउटा रेज्युमे भयो, यसरी हेरेर मिल्यो। अनि यसमा यसको फिचर यति नै थियो होइन। यहाँ चाहिँ अनि उसको चाहिँ अनि यसरी नै उसको लागि चाहिँ इम्प्लोयरको लागि चाहिँ लगइन आइडी र पासवर्ड सेयर गरिएको हुन्छ। जब एडमिनले एप्रुभ नगरिकन दिँदैन होइन। मैले नेपाल सोल्युसन 1 भनेर मैले अलरेडी यसको पनि यसरी बनाउने तथा एप्रुभ गरेको हुन्छ इम्प्लोयरको लागि। अब इम्प्लोयरले चाहिँ यहाँ चाहिँ यसरी चाहिँ आफ्नो चाहिँ यो मेरो आफ्नो यो सिनियर असिस्टेन्ट मैले यसरी खोलेको थिएँ होइन। म यसमा डिलिट गर्छु काठमाडौँ होइन। यो त म यसमा तल 65,000 राख्छु, 65,000 राख्छु भनेर यसरी यसो सबै एडिट गर्न पाएँ होइन। यसरी चाहिँ आफ्नो चाहिँ यसरी एडिट गर्न पाएँ होइन। 65,000 भनेर मैले यसरी एडिट गरेको पाएँ होइन। मैले डिलिट गर्छु भनेर पाएँ ल मैले कुनै एउटा डिलिट गर्छु भनेर पाएँ होइन। अनि डिटेल्स यहाँनिर यसरी हेर्न पनि पाएँ। डिटेल्स यहाँनिर यसरी होइन। सिनियरिटी चाहिँ कहिले चाहिँ कुन लोकेसन भनेर यसरी सबै हेर्न पाएँ होइन। ब्याक टु लिस्ट सबैलाई डिलिट एउटा कुनै डिलिट गर्छु भनेर पाएँ होइन। अनि माई प्रोफाइलमा जाँदाखेरि चाहिँ यसरी यसको पनि मैले अपडेट गर्छु, म यसको पनि आफूले अपडेट गर्छु भन्न पाएँ होइन। यसरी मैले मेरो नम्बर 96 भनेर मैले एउटा मात्रै कुनै अपडेट गरेँ, पछाडि 96 भयो होइन। यहाँ चाहिँ आफ्नो कम्पनीजहरू चाहिँ मिनिमममा 2टा मात्रै बनाउनु मिल्छ, यहाँ क्रिएट गर्न मिल्दैन 2टा भन्दा। कुन कुन यति 2टा कम्पनी छ होइन। अनि यो कम्पनी चाहिँ एडमिनले एप्रुभ गरिदिनुपर्छ। अनि अरू कम्पनी चाहिँ के छ भने यो उसमा चाहिँ यो यो अफकोर्स सोल्युसन्सको सफ्टवेयरभित्र चाहिँ अरू कुन कुन कम्पनी चाहिँ यसमा चाहिँ आबद्ध भएको छ भनेर चाहिँ यसमा चाहिँ हेर्न सकिन्छ होइन। यसमा हेर्न सकिन्छ। अनि यसमा चाहिँ जब एप्लिकेसन्सहरू कसको आएको छ त होइन भनेर यसरी हेर्न सकियो होइन। अनि यसमा चाहिँ मैले मैले यसले चाहिँ मैले सिलेक्टेड भनेर मैले के ल रिजेक्ट गरिदिन्छु भनेर म पहिला हेरेँ होइन। मैले यसरी यहाँनिर हेरेँ उसको सिभी के छ मैले यसरी हेर्न सकेँ होइन। यसरी हेर्न सकेँ ल होइन मलाई उसको सिभी मन परेन म फालिदिन्छु भनेर रिजेक्ट गरेर चाहिँ यसरी मैले चाहिँ यहाँ रिजेक्ट गर्न मिल्यो होइन। अनि यहाँ चाहिँ निशान्त दाहालले पठाएको रहेछ नि। यसरी चाहिँ मैले होइन म निशान्त दाहाललाई सिलेक्ट नै गर्छु भनेर यसरी सेलेक्ट भनेर यसरी आयो। अनि उता सेलेक्ट भने सेलेक्टेड भनेर हुन्छ होइन। अनि इम्प्लोयर रिभ्युजमा चाहिँ यहाँ चाहिँ यो रिभ्युज भनेको हाम्रो लागि बेस्ट कुरा हो होइन। इम्प्लोय कस्तो छ हाम्रो 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 एडभर्टाइज कस्तो छ पर्फर्मेन्स भनेर यसरी यताबाट हेर्न सक्यो होइन। यो हो हाम्रो इम्प्लोयर्सको कुरा होइन। यहाँबाट यसरी जबहरू यहीँ पनि पोस्ट गर्न सक्यो होइन। यहाँनिर कुनै एउटा ल मैले एचआर इएमपी एचआर होटेल म्यानेजर भनेर मैले यहाँ होटेल म्यानेजर काठमाडौँ स्यालेरी 1 लाख पोस्टेड डेट एउटा कुनै एउटा हालेँ, जब डिस्क्रिप्सन अनि हायरिङ फर बेस्ट होटेल म्यानेजर असिस्टेन्ट भनेर यसरी गरेपछि चाहिँ यसरी चाहिँ यहाँ चाहिँ होटेल म्यानेजर भनेर आयो होइन। अब होइन म यसलाई डिलिट गरिदिन्छु भनेर यसरी यहाँ डिलिट गर्न पाएँ होइन। यसरी डिलिट भयो होइन। यहाँ अब छैन, यहाँ अब त्यो छैन। यसरी चाहिँ यसरी हामीले सबै कुराहरू यताबाट डिलिट गर्न सक्यो होइन। अब यसरी लगआउट गरौँ। अब चाहिँ एडमिन प्यानलमा जाउँ होइन। एडमिन प्यानल जानभन्दा अगाडि हामी चाहिँ यता उसमा जाउँ पहिला एडमिन प्यानलमा जाउँ। एडमिनको के भयो एडमिन भनेर भयो। अनि यहाँ एडमिन प्यानलमा मैले चाहिँ लास्ट युजर ग्रोथ को कतिजना युजर चाहिँ हाम्रो ज्यानमा यति छ होइन। ज्यानमा कति युजर ग्रोथ भएछ 2350 यता 2400 यता हाम्रो 2570 यसरी हामीले चाहिँ यहाँ हेर्न सक्यो होइन। यसरी जब पोस्टेड बाई क्याटेगोरी कुन क्याटेगोरीमा कति छ भनेर यसरी हेर्न सक्यो होइन। अनि यहाँ चाहिँ एप्लिकेसन सबमिटेड होइन। लास्ट मन्थमा कतिवटा भयो होइन। अहिलेको मन्थमा हाम्रो कति आयो त 13,96 आयो होइन सबमिसन। अनि युजर टाइप डिस्ट्रिब्युसनमा चाहिँ हाम्रो कति छ त 312जना इम्प्लोइ। अनि 2155जना इम्प्लोयर्स यति भयो। अनि एडमिनको चाहिँ एडमिन प्रिभिलेज भएको चाहिँ 7जना छ यसरी आयो होइन। टप कम्पनीजहरू चाहिँ के छ त जब पोस्टेड यति यति छ भनेर यहाँ देखायो होइन। रिसेन्ट एप्लिकेसन्सहरू कुन कुन छ भनेर यसरी देखायो रिया शर्माहरूको। अनि यो चाहिँ यसलाई अपडेट हुन चाहिँ मैले चाहिँ
5 मिनट डिले राखेको भनेर चाहिँ त्यो आएको छैन। अनि रिभ्यू रेटिङ्स होइन, रिभ्यू रेटिङ्स यो 5 रेटिङ 5 स्टार कति कति कसले कति स्टार कतिले कति स्टार भनेर यसरी हेर्न सक्यो भने जसले गर्दा चाहिँ एडमिनलाई चाहिँ इजी भयो होइन, डाटाहरू स्ट्याटिक्सहरू एनालाइज गरेर र इभालुएट गरेर डाटाहरू इजी भयो होइन। अनि यसरी इन्क्वायरिजहरू कति रिसिभ यो मन्थमा कति रिसिभ भनेर यसरी यहाँले हेर्न सकियो। अनि रेभिन्यू अनि यसरी रेभिन्यूहरू चाहिँ उनीहरूको कसरी यहाँले हेर्न सकियो होइन। अनि यो तल यसरी मैले यहाँ देखाइदिइहालेँ टर्म्स अफ युज भनेर यहाँ छ होइन, टर्म्स अफ युजहरू यसरी यहाँ प्राइभेसी पोलिसी भनेर यसरी देखायो। अनि फ्याक भनेर यसरी फ्याक पेजहरू हाम्रो होइन, कम्पनीको फ्याक पेज अनि कन्ट्याक्ट स्पेसमा यहाँले यसरी कन्ट्याक्ट गर्न सकियो होइन, यसरी कन्ट्याक्ट गर्न सकियो। अनि अब उसले चाहिँ इम्प्लोइज भनेर यसरी लेख्यो होइन, इम्प्लोइज भनेर यसरी लेखेपछि चाहिँ एडमिनले चाहिँ इम्प्लोइजको हेडी डिटेल्सहरू चाहिँ एडिट गर्न सक्यो होइन। टेस्ट टिम पात्रै हो, यसरी मैले यहाँ नम्बर पनि डिलिट गरिदिन्छु। अनि टेस्ट टिम अनि युजर नेम चाहिँ उसले चाहिँ एडमिनले चाहिँ यसरी पासवर्ड हालेर चाहिँ युजरलाई चाहिँ यसरी टेस्ट टिम भनेर यसरी आयो होइन, टेस्ट टिम नम्बर सबै एडिट भयो होइन, यही पासवर्ड यसरी सो गर्यो होइन। अनि पढ्यो त्यसरी होइन म यसलाई डिलिट गरिदिन्छु भन्नु पनि पाएँ होइन, एडमिनले जस्ट सिङ्गल क्लिकमा यसरी डिलिट गर्न पायो होइन। त्यसरी नै इम्प्लोयर्सहरूलाई पनि हुन्छ नि, इम्प्लोयर्सहरूलाई यसरी यहाँ डिलिट गर्न पायो होइन, यसरी डिलिट गर्न पायो होइन, यसरी चाहिँ यहाँ चाहिँ डिलिट भनेर लेखेपछि चाहिँ डिलिट गर्न पायो होइन। अनि कम्पनीजमा चाहिँ कम्पनीजमा नि डिफ्रेन्ट कम्पनी छ, कम्पनीजहरूको डिटेल्सहरू यहाँ एडिट गर्न पायो होइन। म यहाँ डिलिट गर्छु भन्दा पनि पायो होइन उसले, यो कम्पनीजहरू अब यहाँले उस भइसक्यो भनेर एक्सपायर भइसक्यो भनेर। अनि यहाँले पनि अब जब्सहरू होइन, अब जब्सहरूतिर चाहिँ मैले एडमिनले चाहिँ कुनै त्यस्तो कुनै उस हुँदैन, जब्सहरू एडिट गरिरहनु पर्दैन, किनकि जब्सहरू एडिट गर्ने भनेको इम्प्लोयर्सले हो। जब्सहरूलाई चाहिँ यदि चाहिएन भने डाइरेक्ट डिलिट एडमिनकै हेल्पबाट डिलिट गर्दै गर्नु मिल्छ भने गरे हुन्छ भनेर त्यो मैले यहाँ जब्सहरू चाहिँ यसरी डाइरेक्ट डिलिट गर्ने मात्र राखेँ होइन। यसरी यहाँ जब्सहरू डिलिट भयो होइन जब्स। अनि जब्स एप्लिकेसन्सहरू चाहिँ यहाँ छ, यो कुनै एउटा एप्लिकेसन छ, एप्लिकेसन्सहरू आएको छ होइन, त्यो 3टामा एप्लिकेसन छ। अब होइन यहाँ एउटा कुनै अब हुन्छ ड्रप एप्लिकेसन्स यसो हेर्दाखेरि त हुन्छ नि, यसले मैले यसो ऱ्यान्डमली हेर्दाखेरि यसले त रङ मिसइन्फर्मेसन पठाइरहेको छ होइन, मिसप्राइभेसी गरिरहेको छ होइन। यसरी मैले त्यस्तो थाहा पाएँ भने ल मैले यसलाई यसरी डिलिट गरिदिन्छु भन्न पाएँ होइन, डिलिट यसरी डिलिट भयो होइन। अनि इन्क्वायरिजहरू कसैको केही इन्क्वायरिज आयो भने होइन, इन्क्वायरिजलाई यसरी एउटा कुनैको इन्क्वायरिज आयो होइन, एडमिनले चाहिँ एप इज नट वर्किङ वेल नाउ भनेर अहिले भर्खरै बिना तामाङले एप वर्क भनेर यसरी पठायो होइन, यहाँ यसरी पठायो मैले हेरेँ होइन। सरी सरी फर द इन्कन्भिनियन्स भनेर यसरी यहाँ इमेजबाट चाहिँ यहाँ चाहिँ रिप्लाईमा सरी फर यसरी उसकोमा नि यसरी जान्छ होइन। अनि रिभ्यू एन्ड रेटिङ्समा चाहिँ रिभ्यू एन्ड रेटिङ्स भनेको चाहिँ एउटा अर्गनाइजेसनको एउटा मेन पार्ट हो, जसले चाहिँ हामीले चाहिँ यहाँ हेर्न सकिन्छ होइन, रिभ्यूको कसले कति कति रिभ्यू देखायो होइन, यसरी हेर्न सक्यो होइन, यहाँ हेर्न सक्यो होइन। सो यो थियो मेरो 11 जब पोर्टलको मेरो एप होइन। सो हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने हेरिदिनु होला। थ्याङ्क यू।